नमस्कार, म कविराज गुरुङ। म चाहिँ आज अलैँची बारीतिर छु। अलैँची व्यवसायमा परम्परागत प्रविधिलाई विस्थापन गर्दै नयाँ प्रविधिहरू भित्रिन थालेको छ। यसले कामदारको अभावमा अलैँची बारीमा छिटो झारपातहरू पन्छाउन प्रयोग गरिएको छ। यस सम्बन्धी यो मेसिन प्रयोग गरिरहनुभएका साथीहरूसँग एकछिन कुरा गरौँ है त। बुद्धि सर नमस्कार। होइन के हो यो बुद्धि सर? यो परीक्षण हो। के को परीक्षण हो नि सर? यो ग्रास कटर भन्नेले चाहिँ अब यो अलैँची अनि त्यसपछि यो झार जङ्गल चाहिँ यसो सरसफाइ गर्न चाहिँ अब हुन्छ भन्ने कुरा गरे। अनलाइनमा पनि पाइयो। त्यसो हुँदाखेरि हामी यो 2070 सालबाट हामी चाहिँ दाङखा यो झरना माथि छ, यो दाङखा झरनाको छेउमा चाहिँ हामी 3 जना वरधन, लीला अनि म गरेर हामी चाहिँ आज 12 वर्ष भयो। 12 वर्ष यो झार जङ्गल पन्छाउँदा गरेर यहाँ चाहिँ हामीले अलैँची केही न केही अब उत्पादन त गऱ्यौँ। पछिल्लो समय प्रविधिको प्रयोग केही गरेर चाहिँ अब खेतला पनि नपाइने अनि त्यसो गर्ने सन्दर्भमा यो अब केही यहाँ झार जङ्गल कसरी पन्छाउने भन्ने कुरा चाहिँ हामीले यसो अध्ययन गर्दै जाँदाखेरि हामीले यो ब्रस कटर भन्ने चिजले चाहिँ झार जङ्गल चाहिँ अब सरसफाइ गर्छ भन्ने भएर हामीले चाहिँ यो अहिले चाहिँ परीक्षणको लागि गऱ्यौँ। अब टिकाउ कति हो यो क्यानफ्लाई भन्ने यो कम्पनीको रहेछ। हामीले यो सामान हात पार्यौँ, कतिको टिकाउ हुँदो रहेछ भन्ने चाहिँ अब हुँदाखेरि आज परीक्षणमा यहाँहरू सबै तपाईँहरू आउनुभयो। काम त गर्दो रहेछ, कतिको टिक्दो रहेछ यो चाहिँ अब हामीले हेर्दै जाउँ। केही न केही हुन्छ कि भन्ने चाहिँ हामीलाई आशा जागेको छ। बुद्धि सर अब काम हेर्दा चाहिँ यसले पक्कै पनि काम गर्छ जस्तो देखिन्छ। हाम्रो अब खेतला कामदार नपाउने समस्या चाहिँ अब हट्छ जस्तो देखिन्छ है बुद्धि सर। अब कामदार त अब यो हाम्रो क्षेत्रमा अब पटक्कै पाइँदैन। अहिलेको अब युवा सर्कलका साथीहरू अब बरु यताउता खेल्ने डुल्ने हाम्रै छेउछाउ हुन्छ। अब बेवारिसे जस्तै अब काम नपाएर को जस्तो, तर काममा चाहिँ हामी लगाउँदाखेरि अब खेतला त्यस्तो अर्म पर्ममा साह्रै गाह्रो छ अब नपाइने अवस्थामा। यसले केही न केही अब हामीलाई चाहिँ साथ दिन्छ कि भन्ने चाहिँ अपेक्षा हो। हस् बुद्धि सर, यसको दाम चाहिँ कति पर्छ होला नि बुद्धि सर? हामीले यो अब राज स्टोरबाट यो यसमा अरू अक्रम बक्रम मोबिल सोबिल गरेर हामीले 22,000 हेरेर यो क्यानफ्लाई भन्ने कम्पनीको रहेछ। अब त्यो राजु स्टोरले हामीलाई अब सही दाममा सही मूल्यमा दिएन। हामीले त्यति चाहिँ अब लगाएर अरू अब मोबिल सोबिल लगाएर दिएर त्यतिमा हामीले खरिद गरे। हस्, धन्यवाद तपाईँहरूलाई, धेरै धेरै धन्यवाद। यो हाम्रो कृषि क्रान्तिको लागि चाहिँ एकदमै सहज प्रविधि ल्याएर चाहिँ यहाँ सुरुवात गर्नुभएको छ। अरू कृषकहरूलाई पनि यस्तै सामानहरू प्रयोगको लागि, प्रविधिहरू प्रयोगको लागि के भन्न चाहनुहुन्छ? अब कृषि क्रान्ति भन्ने बित्तिकै अब हिजो बुवाले चाहिँ अब खेतमा 2टा गोरु नै अब बाँधेर हलोमा चाहिँ हलो जोतेर चाहिँ अब चलाउनु हुन्थ्यो। पुर्खाहरूले अब त्यही गोरु हल लगाएर चाहिँ अब खेत जोत्नुहुन्थ्यो। अब अहिले पनि अब त्यसरी नै हल गोरु बाँधेरै भए त के क्रान्ति हुन्छ र? अब प्रविधिको प्रयोग नगरी खेतमा अहिले विभिन्न नयाँ प्रविधिको प्रयोग नगरी त अब पक्कै सम्भव छैन। अब हामी पनि अब यसरी यो कालो सुन भनेर यो अलैँची अहिले अब राम्रो चाहिँ अब बजार मूल्य भइरहँदाखेरि हामीले पनि हाम्रो यो अब प्रविधिको प्रयोग गरेर अब खेतीपाती जुन अलैँचीलाई पनि हामीले गोडमेल गरेर राम्रोसँग स्याहार सुसार गऱ्यौँ भने पक्कै पनि राम्रो हुन्छ जस्तो लागेको छ। हस्, धन्यवाद बुद्धि सर, खुसी लाग्यो। धन्यवाद। परीक्षण हो। के को परीक्षण हो नि सर?
यो ग्रास कटर भन्नेले चाहिँ अब यो अलैँची अनि त्यसपछि यो झार जङ्गल चाहिँ यसो सरसफाइ गर्न चाहिँ अब हुन्छ भन्ने कुरा गरे। अनलाइनमा पनि पाइयो। त्यसो हुँदाखेरि हामी यो 2070 सालबाट हामी चाहिँ दाङखा यो झरना माथि छ, यो दाङखा झरनाको छेउमा चाहिँ हामी 3 जना वरदान, लीला अनि म गरेर हामी चाहिँ आज चाहिँ 12 वर्ष भयो। 12 वर्ष यो झार जङ्गल पन्छाउँदा गरेर यहाँ चाहिँ हामीले अलैँची केही न केही अब उत्पादन त गऱ्यौँ। पछिल्लो समय प्रविधिको प्रयोग केही गरेर चाहिँ अब खेतला पनि नपाइने अनि त्यसो गर्ने सन्दर्भमा यो अब केही यहाँ झार जङ्गल कसरी पन्छाउने भन्ने कुरा चाहिँ हामीले यसो अध्ययन गर्दै जाँदाखेरि हामीले यो ब्रस कटर भन्ने चिजले चाहिँ झार जङ्गल चाहिँ अब सरसफाइ गर्छ भन्ने भएर हामीले चाहिँ यो अहिले चाहिँ परीक्षणको लागि गऱ्यौँ। अब टिकाउ कति हो यो यो क्यानफ्लाई भन्ने यो कम्पनीको रहेछ। हामीले यो सामान हात पार्यौँ, कतिको टिकाउ हुँदो रहेछ भन्ने चाहिँ अब हुँदाखेरि आज परीक्षणमा यहाँहरू सबै तपाईँहरू आउनुभयो। काम त गर्दो रहेछ, कतिको टिक्दो रहेछ यो चाहिँ अब हामीले हेर्दै जाउँ, केही न केही हुन्छ कि भन्ने चाहिँ हामीलाई आशा जागेको छ। बुद्धि सर, अब काम हेर्दा चाहिँ यसले पक्कै पनि काम गर्छ जस्तो देखिन्छ। हाम्रो अब खेताला कामदार नपाउने समस्या चाहिँ अब हट्छ जस्तो देखिन्छ है बुद्धि सर। अब कामदार त अब यो हाम्रो क्षेत्रमा अब पटक्कै पाइँदैन। अहिलेको अब युवा सर्कलका साथीहरू अब बरु यताउता खेल्ने डुल्ने हाम्रै छेउछाउ हुन्छ। अब बेवारिसे जस्तै अब काम नपाएर को जस्तो, तर काममा चाहिँ हामी लगाउँदाखेरि अब खेतला त्यस्तो अर्म पर्ममा साह्रै गाह्रो छ अब नपाइने अवस्थामा। यसले केही न केही अब हामीलाई चाहिँ साथ दिन्छ कि भन्ने चाहिँ अपेक्षा हो। हस् बुद्धि सर, यसको दाम चाहिँ कति पर्छ होला नि बुद्धि सर? हामीले यो अब राज स्टोरबाट यो यसमा अरू अक्रम बक्रम मोबिल सोबिल गरेर हामीले 22,000 हेरेर यो क्यानफ्लाई भन्ने कम्पनीको रहेछ। अब त्यो राजु स्टोरले हामीलाई अब सही दाममा सही मूल्यमा दिएन। हामीले त्यति चाहिँ अब लगाएर अरू अब मोबिल सोबिल लगाएर दिएर त्यतिमा हामीले खरिद गरे। हस्, धन्यवाद तपाईँहरूलाई, धेरै धेरै धन्यवाद। यो हाम्रो कृषि क्रान्तिको लागि चाहिँ एकदमै सहज प्रविधि ल्याएर चाहिँ यहाँ सुरुवात गर्नुभएको छ। अरू कृषकहरूलाई पनि यस्तै सामानहरू प्रयोगको लागि, प्रविधिहरू प्रयोगको लागि के भन्न चाहनुहुन्छ? अब कृषि क्रान्ति भन्ने बित्तिकै अब हिजो बुवाले चाहिँ अब खेतमा 2टा गोरु नै अब बाँधेर हलोमा चाहिँ हलो जोतेर चाहिँ अब चलाउनुहुन्थ्यो। हाम्रो पुर्खाहरूले अब त्यही गोरु हल लगाएर चाहिँ अब खेत जोत्नुहुन्थ्यो। अब अहिले पनि अब त्यसरी नै हल गोरु बाँधेरै भए त के क्रान्ति हुन्छ र? अब प्रविधिको प्रयोग नगरी खेतमा अहिले विभिन्न नयाँ प्रविधिको प्रयोग नगरी त अब पक्कै सम्भव छैन। अब हामी पनि अब यसरी यो कालो सुन भनेर यो अलैँची अहिले अब राम्रो चाहिँ अब बजार मूल्य भइरहँदाखेरि हामीले पनि हाम्रो यो अब प्रविधिको प्रयोग गरेर अब खेतीपाती जुन अलैँचीलाई पनि हामीले गोडमेल गरेर राम्रोसँग स्याहार सुसार गऱ्यौँ भने पक्कै पनि राम्रो हुन्छ जस्तो लागेको छ। हस्, धन्यवाद बुद्धि सर, खुसी लाग्यो। धन्यवाद।